गठबन्धनको सम्भावना मुख्यतया पुराना दलहरू काङ्ग्रेस एमाले माओवादीसँग छँदै छैन। हामी गठबन्धन गर्ने पक्षमा छैनौँ र जति पनि वैकल्पिक शक्तिहरू भनेर आउनुभएको छ, नयाँ दलहरू भनेर आउनुभएको छ, उहाँहरूसँग एकता, कार्यगत एकता हुनसक्छ अथवा एउटै चिन्ह लिएर चुनावमा जान सकिन्छ। त्यस विषयमा चाहिँ विकल्प हुनसक्छ, तर पुरानो दलहरूसँग हामी गठबन्धन गर्दैनौँ। जस्तो गठबन्धन गरेर चुनावमा जाँदाखेरि रासोपाले बहुमत ल्याएर एकलौटी सरकार चलाउने सपना पुरा हुन्छ? गठबन्धनबाट त त्यो सम्भव छँदा पनि छैन, गर्न हुँदा पनि हुँदैन। तर राष्ट्रिय स्वतन्त्र पार्टी अहिले मुलुकको बहुमत लिएर आउने अवस्थामा छ। हामी लिएर आउँछौँ र एकलौटी सरकारै चल्छ। र यदि एकलौटी सरकार चलेन भने पनि हामी चाहिँ जति पनि अहिले आएका नयाँ शक्तिहरू हुनुहुन्छ, नयाँ पार्टीहरू हुनुहुन्छ, उहाँसँग एउटा कार्यगत एकता तालमेल हुनसक्छ र त्यसरी सरकार हामी सञ्चालन गर्छौँ। र उहाँहरूको र हाम्रो संयुक्त रूपमा जोड्दा 2/3 भयो भने हामी संविधानमा कति फेरबदल गर्नुपर्नेछ, कति फेरबदल गर्नुपर्नेछ र अहिले जति पनि नयाँ शक्तिहरू आउनुभएको छ, नयाँ दलहरू आउनुभएको छ, उहाँको अब जेनजीकै कुरा गरौँ, उहाँको र हाम्रो चाहिँ के छ भन्दा मूलभूत कुराहरूमा चाहिँ एकता पाइएको छ। किन भन्दा भोलि 2/3 आउने हो भने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हाम्रो पनि माग हो, उहाँहरूको पनि माग हो होइन। प्रदेश सभाको चाहिँ रिफर्मेसन गर्नुपर्छ भनेका छौँ हामीले पनि। प्रदेश सभामा चाहिँ प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र 5वटा मात्रै मन्त्रालय राखेर विज्ञहरूबाट चलाउने भनेका छौँ। र त्यसमा जुन सङ्ख्या छ अहिलेको प्रदेश सभासदहरूको त्यो घटाउने, 60 घटाउने त्यो विचारमा चाहिँ हामीहरू छौँ र उहाँहरूको पनि विचार मिलेको छ। हामीले चाहिँ के भनेका छौँ भने राष्ट्रिय सभालाई एउटा विद्वत सभा बनाउने भनेका छौँ र राष्ट्रिय सभामा चाहिँ यसरी चाहिँ छनौट गर्ने कि त्यहाँ चाहिँ थोरै मात्रै मान्छे र उहाँहरू चाहिँ गैर दलीय हुँदा पनि फरक पर्दैन। राष्ट्रिय सभा विद्वत सभा हो र विद्वानहरूको सभा हो र त्यसरी बनाउने, केही नभए 35 भन्दा माथि चाहिँ नलैजाने भनेर हामीले भनेका छौँ। त्यस्तै राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाए हुन्छ, किन भन्दा उपराष्ट्रपतिको अहिले कामै छैन। त्यस कारणले हाम्रो पार्टीको धारणै के छ भन्दा राष्ट्रिय सभामा छुट्टै अध्यक्ष चाहिँदैन, उपराष्ट्रपतिलाई चाहिँ त्यो जिम्मेवारी दिँदा हुन्छ भनेर भनेका छौँ। र धेरै कुराहरू, अब भ्रष्टाचारको कुरा उठाउने त सबभन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टी नै हो र हाम्रा श्रद्धेय सभापति रवि लामिछानेज्यू नै हुनुहुन्छ। र अहिले जेनजी भाइ बहिनीको माग पनि भ्रष्टाचार र सुशासनै हो। त्यसको लागि चाहिँ हामी आजभन्दा 3 वर्ष पहिल्यै हामी चाहिँ खरो रूपमा उत्रेको हो र अब अहिले वास्तवमा जेनजी भाइ बहिनीहरूको मागमा पनि चाहिँ के छ भन्दाखेरि चाहिँ जुन अन्याय अत्याचारहरू भयो यस कारणले उहाँहरूको पनि यो किसिमको के अरे रिभोल्युसन उहाँहरूमा चाहिँ जागेको कारण पनि हामी राष्ट्रिय स्वतन्त्र पार्टी पनि एउटा उस हो र उसले चाहिँ जुन उहाँहरूमा चाहिँ दिमागमा होइन देशमा अन्याय अत्याचार छ, भ्रष्टाचार छ, सुशासन छैन भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले जगाएको हो। त्यसको लागि चाहिँ राष्ट्रपालाई यसको श्रेय जानुपर्छ अथवा चाहिँ उहाँहरूको पनि मागमा हामी एकताबद्ध छौँ। किन भन्दा हाम्रै एजेन्डा उहाँहरूले पनि लिनुभएकोले हामी चाहिँ यसमा चाहिँ के अरे हामीले जुन बेला उठाएका थियौँ हामी ठिक लाइनमा छौँ र देशमा चाहिँ अब सुशासन हुनुपर्छ र आमूल परिवर्तन हुनुपर्छ। मेरो विचारमा त म त 79 सालमा पनि निर्वाचन लडेको, त्यहाँको गण्डकी प्रदेशको संस्थापक महामन्त्री पनि म हो राष्ट्रिय स्वतन्त्र पार्टीको। र त्यो बेलामा पनि मैले त के भनेको थिएँ भने विद्यार्थीहरू चाहिँ पढाइयो, अब टिचर पनि हो, मैले 18 वर्ष पढाएँ। पढाउँदाखेरि चाहिँ 12 कक्षा जब पास गराइन्छ अनि क्याम्पसमा गएपछि विद्यार्थी नै हुँदैन होइन। कमसेकम उनीहरूलाई रोक्नको लागि देशमा के गर्ने, उद्योग धन्दा गर्ने, सानातिना उद्योगहरू, कुटीर उद्योगहरू चलाउने भन्ने कुरा त यो सरकारको कुरै छैन। केही त गर्नु पर्यो नि भनेर चाहिँ मैले 18 वर्षमै अब राजीनामा दिएर म चाहिँ समाजसेवा गर्ने भनेर चाहिँ आएको हो। र वास्तवमा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि उद्देश्य के हो, त्यही नै हो। यहाँ चाहिँ हामी कोही पनि कमाउँला भनेर यहाँ आएको होइन र जे जति छ हामी सन्तुष्ट, आफूसँग सन्तुष्ट, आफ्नो चाहिँ जीवन होइन दाल भात तरकारी खान हामीलाई पुग्छ र हामीले समाजसेवाको लागि गर्ने भने जति पनि साथीहरू आउनुभएको छ हाम्रो चाहिँ मूल उद्देश्य एउटा भिजन, एउटा मिसन, एउटा मोटो भनेकै हाम्रो के भन्दा अब देश बन्नु पर्यो। धेरै जसो नेपालीहरू चाहिँ तपाईँको विदेश नगएको कोही पनि छैन, देखेर आएको छ, जानेर आएको छ त्यहाँको विकास, त्यहाँको क्वालिटी युक्त विकास। तर हाम्रोमा किन लागु भएन त्यो गर्नु पर्यो भन्ने चाहिँ हाम्रो पार्टीको चाहिँ मुख्य उद्देश्य छ। सौराबाट पोखराले अपेक्षा गरेको विषयहरू के के छ? अब सौराबाट पोखराले अपेक्षा के गरेको भन्दाखेरि अब अहिले अलिकति पार्टीमा चाहिँ जेनजी आन्दोलनपछि
अलिकति दुविधाहरू हुने अथवा चाहिँ त्यसमा चाहिँ यकिन कुरा चाहिँ नआउने अलिकति त्यो सुस्त अवस्था जस्तो थोरै देखिएको अवस्था भएको हुनाले त्यसलाई पुनर्जागरण गर्नको लागि र पार्टीका चाहिँ नीति के त सङ्गठनिक प्रतिवेदन अथवा सङ्गठन अब कसैलाई लैजाने चुस्त कसरी बनाउने अथवा थप कुराहरू चाहिँ के गर्नुपर्ने छ। किन भन्दा सिद्धान्त नभएको पार्टी भन्छन् नि हामीलाई, तर त्यो सिद्धान्त उहाँहरूले अध्ययन गरिदिनु पर्यो। हाम्रो चाहिँ हरेक चाहिँ तपाईँको चाहिँ सञ्जालमा हाम्रो उस छ, हाम्रो पार्टीको चाहिँ पोर्टलमा गएर हेऱ्यो भने छ होइन, तर त नखोजेपछि त हुँदैन। तर त्यसलाई पनि अब हामीले के छ भन्दा परिष्कृत गर्दै जानुपर्ने छ र थप गर्दै जानुपर्ने छ कतिपय कुराहरू। त्यस कारणले चाहिँ अब अहिलेको यो सौराको जुन चाहिँ विस्तारित बैठक छ, अब यो चाहिँ हाम्रो मिनी महाधिवेशन पनि भन्दा हुन्छ। यद्यपि हामी अहिले नयाँ मान्छेहरू चाहिँ चुन्दैनौँ, तर पनि हाम्रा चाहिँ जति पनि सरसल्लाह सुझावहरू छ त्यो केन्द्रीय समितिलाई दिनुपर्ने र हामीले दिन्छौँ र त्यही कुरा भइरहेको छ। हाम्रो हिजो पनि तिनै कुराहरू भए र यसले के गर्छ भन्दा पार्टीलाई चाहिँ थप मजबुत र विशेष गरी अब अहिले तपाईँले सुन्नुपर्छ रिफर्मेसनको कुराहरू आइरहेछ। किन भन्दाखेरि चाहिँ पार्टीमा हामी मात्रै होइन, हामीसँग विचार मिल्ने अरू पनि साथीहरू जुन समाजमा प्रतिष्ठित हुनुहुन्छ उहाँहरूलाई पनि लिएर आउने जोड्ने भन्ने चाहिँ हाम्रो चाहिँ उद्देश्य रहेको हुनाले त्यस विषयमा के गर्ने अहिलेको चाहिँ जल्दो बल्दो त्यस विषयमा के गर्ने भन्ने विषयमा पनि यो चाहिँ विस्तारित बैठकले चाहिँ एउटा सारभूत रूपमा चाहिँ एउटा सरसल्लाह छलफल र एउटा निर्णय गर्नेछ। गठबन्धनको सम्भावना